पछि अब यताबाट घुमाएर चाहिँ गयो है कटन रोपमा ट्राई गर्नु नाइलेनमा भन्दा पनि कटन रोपमा चाहिँ सहिलो हुन्छ कि यस्तोमा त्यही त त्यो त चिप्लिन्छ यो किला पास हो यहाँको बेस पोइन्ट बेस पान कहिले इनर्जी स्काउट मास्टरले भन्ने बेलामा चाहिँ बच्चाहरूले कसरी उठाउँछ आफैलाई उठाउनु पर्ला जस्तो छ बच्चाहरूले भने पहिला होइन त सर क्लासै हो तपाईँले बोल्नु त्यसरी मलाई त्यही देखिन्छ मिस देखिन्छ त्यहाँबाट यता आउनु न यता ल भाँचिन्छ सायद यो डोरी नै अडेला त्यतिको पल्युसन चाहिन्छ हाम्रो हातमा डोरी दिनु भयो चुराउनुलाई मात्र बाँध्नुभयो तर लौरो नै भाँचेन जस्तो लाग्यो मलाई भाँचिसक्यो लाइटर सबिता मिस चाहिन्छ भने चाहिन्छ सर यो फेरि यो चाहिँ मसिनो दुधले बान्ने हो क्या कटन रोप है पछिदेखि चाहिँ अझै हामी नानी डोरी युज गर्छौँ कटन नै युज गर्ने हो कि ट्रकल चाहिँ यसरी माथि जानुपर्छ कि ट्रकल जहिले माथि हुनुपर्छ यसरी थाहा पाउनुपर्छ है यो बान्ने बेलामा चाहिँ एकचोटि सोद्धा पनि हुन्छ कि साथीहरूलाई कोही अगाडि छ भने यो नेसनल फ्ल्याग बान्दा अगाडि सोद्धा पनि हुन्छ बान्दा हुन्छ कि हुँदैन भनेर ल माथि पठाउनु भने फेरि लेफ्टमा नराख्नु नि राइटको डोरी हुनुपर्छ है लेफ्टको चाहिँ हुँदैन फेरि अनि यो तान्ने बेलामा पनि हामीले के गर्छौँ हामी हामी के गर्छौँ डोरी यो नसम्म हामी सबै यो माथि तान्छौँ नि हो किन हामी त त्यो दुवै डोरी समात्नुपर्छ यस्तो दुवै डोरी समातेरै छान्नुपर्छ फेरि हामीले एउटामा सरर तानिन्छ माथि तान्ने दाहिने तल तान्ने हो यो आइसकेपछि कि पछि हामीले फेरि चन्दा उता फराइरहेको हुन्छ यो चाहिँ तानिरहेको हुन्छ कि हामी फराउनै माथि पठाउँछ